आज तपाईँ विदेश जाँदैछ होइन? तपाईँको यति राम्रो भएको सम्बन्ध छुटाउनको लागि मान्छेहरूले अनेक कुरा लाउने गर्छन्। अलिकति होसियार हुनु है। तपाईँको बुढा यस्तो भनेर होइन, तपाईँको गाउँघरको आफ्नै मान्छेले सुनाउँदाखेरि तपाईँको मनमा के बित्ला, कस्तो बित्ला के? एकतिर तपाईँको आफ्नो दुःख हुन्छ, एकतिर घरको टेन्सन, हरेक टेन्सन हुन्छ नि होइन? त्यही भएर हामीसँग यसको प्रब्लम समाधान गर्न चाहिँ के आइडिया त्यस्तो उपाय केही पनि रहेन। बस अरू कुरा नसुन्नु भयो। अरू कुरा कहिले पनि नसुन। कुनै कुराहरू आफ्नो आँखाले देखेको त झुट हुन्छ भने अरूले झन् भनेको भरमा तपाईँ आफ्नो घरको मान्छेले किन गाली गर्ने, किन नराम्रो व्यवहार गर्ने होइन? यदि तपाईँलाई आफ्नो मायाप्रति विश्वास छैन भने तपाईँ विदेश किन के